सम्पूर्णमा नमस्कार। आज हामी रोल्पा नगरपालिका 9 मा कक्षा 5 को वडा स्तरीय परीक्षा हुँदै गर्दा भोलि हाम्रो अन्तिम परीक्षा छ। आज हामी विभिन्न विद्यालयका पर तथा शिक्षकहरू हामी घुम्न आएका छौँ र यही अवसरमा हामी केही साहित्यिक रचनाहरू तपाईँहरूको माझमा पस्कने जमर्को गरेका छौँ। त्यसै सन्दर्भमा म एउटा गजल सुनाउनुभन्दा पूर्व म हाम्रो सरहरूलाई चाहिँ परिचित गराउन चाहन्छु। हाम्रो कुवापाटलबाट हुनुहुन्छ राजकुमार बुढामगर सर, परिचयको लागि नमस्कार। मेरो नाम राजकुमार बुढामगर। अहिले शिक्षकै रूपमा बाल विकास आधारभूत विद्यालय रोल्पा नगरपालिका 9 कुवापाटलमा म कार्यरत छु। धन्यवाद। त्यसै गरी धन्यवाद सरलाई। हाम्रो बाल आधारभूत विद्यालय फाल्जाबाट हाम्रा विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ नरबहादुर बुढामगर सरलाई पनि परिचयको लागि अनुरोध गर्न चाहे। त्यसै जलजला आधारभूत विद्यालय रोल्पा नगरपालिका 9 रिसबाङका प्रधानाध्यापक नारायण प्रसाद बुढामगर सरलाई पनि परिचयको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार। त्यसै गरी जनता आधारभूत विद्यालय चोइबाङका नरेश बुढामगर सरलाई पनि परिचयको लागि अनुरोध गर्न चाहे। त्यसै गरी पढेरा प्राविगर्पाका शिक्षक चन्द्र बुढामगर सरलाई पनि परिचयको लागि अनुरोध गर्दछु। पढेरा प्राविगर्पाबाटै हाम्रो शिक्षक सर ज्ञानबहादुर केसी सरलाई पनि परिचयको लागि अनुरोध गर्दै तपाईँहरूको माझमा म एउटा गजल प्रस्तुत गर्न चाहन्छु। बाँकी गजलबाट तिमी हल्का टक्क मुसुक्क मुस्कुराऊ अनि पो त मजा आउँछ। तिमी हल्का टक्क मुसुक्क मुस्कुराऊ अनि पो त मजा आउँछ। छिर्लिङ छिर्लिङ हातका चुरा बजाऊ अनि पो त मजा आउँछ। छिर्लिङ छिर्लिङ हातका चुरा बजाऊ अनि पो त मजा आउँछ। झर्लान बाबु नानी खाटबाट निद्रा नपर्न सक्छ। झर्लान खाटबाट नानी बाबु निद्रा नपर्न सक्छ। नपर्न सक्छ। झर्लान बाबु नानी खाटबाट निद्रा नपर्न सक्छ। अरे निद्रा पर्न भुइँमै तकिया बिछ्याऊ अनि पो त मजा आउँछ। छिर्लिङ छिर्लिङ हातका चुरा बजाऊ अनि पो त मजा आउँछ। झ्याल ढोका बन्द गर छिस्किनी नि हेर्ने गर नजर पर्ला कसैको। कपडा चेन्ज गर्दै गर्दा झ्याल ढोका बन्द गर छिस्किनी नि हेर्ने गर नजर पर्ला कसैको। अरे चोली माथि घले तल लुङ्गी लगाऊ अनि पो त मजा आउँछ। छिर्लिङ हातका चुरा बजाऊ अनि पो त मजा आउँछ। कति सम्झनामा मात्र सीमित राख्ने हो मनका हरेक रहरहरू। कति सम्झनामा मात्र सीमित राख्ने हो मनका हरेक रहरहरू। टाढा भयो हामी बिचको दोरी घटाऊ अनि पो त मजा आउँछ। तिमी हल्का टक्क मुसुक्क मुस्कुराऊ अनि पो त मजा आउँछ। रक्सी कति साह्रै नसालु पारेकी रहेछौ प्रिया छिरेन तल। रक्सी कति नसालु पारेकी रहेछौ प्रिया छिरेन तल। रक्सी कति साह्रै नसालु पारेकी रहेछौ प्रिया छिरेन तल। अरे कराईमा सितन गर्न थोरै मासु पकाऊ अनि पो त मजा आउँछ। तिमी हल्का टक्क मुसुक्क मुस्कुराऊ अनि पो त मजा आउँछ। छिर्लिङ छिर्लिङ हातका चुरा बजाऊ अनि पो त मजा आउँछ। धन्यवाद। बाँकी अब फेरि हाम्रो सरबाट नरेश सरबाट। धन्यवाद सबिन सर। तपाईँलाई मिठो गजलको लागि पुनः धन्यवाद दिन चाहन्छु। सबिन सरको आग्रहलाई स्वीकार्दै म एउटा सानो मुक्तक भन्न गएको छु। यो कक्षा 5 को परीक्षाकै सिलसिलामा हमाको बसाइमै लेखेको यो मुक्तक हो। म वाचन गर्न चाहन्छु। फुललाई फुल बन्न घाम पानी सहनुपर्छ। फुललाई फुल बन्न घाम पानी सहनुपर्छ। उसलाई लाग्दो हो नओलाई रहनुपर्छ। फुललाई फुल बन्न घाम पानी सहनुपर्छ। उसलाई लाग्दो हो नओलाई रहनुपर्छ। यो भिर पहाड अनकन्तरमा एक्लै फुल्दा भन्नु हो म पनि पवनसँगै बहनुपर्छ। पवनसँगै बहनुपर्छ।
फुललाई फुल बन्न घाम पानी सहनुपर्छ, उसलाई लाग्दो हो नओल्याइरहनुपर्छ। यो भिर पहाड कन्दरामा एक्लै फुल्दा भन्डो म पनि पवनसँगै बहनुपर्छ। धन्यवाद। निश्चय पनि आजको यो बसाइ यो साथीहरूको बिचमा यता जमघटको बसाइ हो। हाम्रो यो फुर्सदको समयलाई सदुपयोग गर्दै आज हामी चाहिँ यो रोल्पा नगरपालिका 9 धुवामाको यो चौरमा जमघट भएका छौँ। बसाइ राम्रो लागिरहेको छ। सबिन सरलाई पुनः उहाँको रचना वाचन गर्नको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद सर। आमा निस्वार्थ माया गर्ने त हजुर मात्र हो। आमा निस्वार्थ माया गर्ने त हजुर मात्र हो। अरूलाई जति सहयोग गरे पनि कसुर मात्र हो। अरूलाई जति सहयोग गरे पनि कसुर मात्र हो। तिमी छुट्टिएर गयौ त म के गरौँ भुपु मान्छे। अरे तिमी छुट्टिएर गयौ त के गरौँ भुपु मान्छे। अरे जोडी छुट्टिएको नसुहाउने त धुकुर मात्र हो। हाकिम साहेब किन 20,000 माग्दै हुनुहुन्छ तपाईँ। हाकिम साहेब किन 20,000 माग्दै हुनुहुन्छ तपाईँ। अरे हाकिम साहेब किन 20,000 माग्दै हुनुहुन्छ तपाईँ। यहाँ लाग्ने भनेको त जग्गा पासको दस्तुर मात्र हो। यहाँ लाग्ने भनेको त जग्गा पासको दस्तुर मात्र हो। ओखती जन्ने जडीबुटी थुप्रै होलान् वरिपरि है। जन्ने जडीबुटी थुप्रै होलान् वरिपरि। हेर्नुहोस् न चियासँग टक्क सुहाउने तिमुर मात्र हो। अरे हेर्नुहोस् न चियासँग टक्क सुहाउने तिमुर मात्र हो। पुनः एकपटक यो शेर जाओस् त। ओखती जन्ने जडीबुटी थुप्रै होलान् वरिपरि है। वरिपरि ओखती जन्ने जडीबुटी थुप्रै होलान् वरिपरि। हेर्नुहोस् न चियासँग टक्क सुहाउने तिमुर मात्र हो। कसले भ्रष्टाचार गरेको छैन भन्छ सबैको। अरे सधैँ समयको पालना गर्ने त खालि मजदुर मात्र हो। सधैँ समयको पालना गर्ने त मजदुर मात्र हो। आमा निस्वार्थ माया गर्ने त हजुर मात्र हो। अरूलाई जति सहयोग गरे नि कसुर मात्र हो। अरूलाई जति सहयोग गरे नि कसुर मात्र हो। धन्यवाद। ल एकदमै नितान्त राम्रो गजल वाचन गर्नुभयो हाम्रो सबिन सरले। हाम्रो यो बसाइ अत्यन्त रमाइलो भइरहेको छ। जलजला प्राविका पर नारायण प्रसाद बुढामगर सर पनि हामीसँग हुनुहुन्छ। तपाईँका के छ सर मनमा लागेको कुराहरू चाहिँ भनिदिनुहोस् न तपाईँ पनि। एकदमै मैले पनि यो हालको बसाइलाई अलिक छुट्टै अनुभूति गर्ने अवसर मिलेको छ। यहाँको यो बसाइ एउटा अविस्मरणीय क्षण बन्ने कतै पनि त्यसमा दुई मत नहोला। त्यसैले यहाँहरूको यो एउटा चाहिँ शिक्षण पेसाप्रतिको पेसागत विकासलाई पनि अगाडि बढाउँदै यहाँहरूको यो एकदमै रचनात्मक खालको जो साहित्ययुक्त गजलहरू सुनाउनु भयो। यहाँहरू दुवैजनालाई यहाँहरूको साहित्यिक जीवन एकदमै सदा उन्नति भइराखोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र अन्त्यमा फेरि हाम्रो यस्तै पवित्र भेटघाट सधैँ चाहिँ रहिरहनेछ। हाम्रो साथीत्वको भावना सदा सर्वदा हुने कुरा म यहाँहरूसँग राख्न चाहन्छु। धन्यवाद। के हो भन्दाखेरि मलाई चाहिँ यो सायद हामी यो विगतको समयमा अथवा आगामी समयमा यो हाम्रो भेट नहोला त्यो आफ्नो ठाउँमा छँदैछ। तर के हो भन्दाखेरि यो हाम्रो यत्रो सबै शिक्षकहरूको चाहिँ जमघट हुँदै गर्दाखेरि हामी यो भिडियो बनाउँदै गर्दाखेरि पछि हामीले यस्तो भिडियो बनाउने अवसर पनि नमिल्ला होइन। त्यसकारण यो यसमा मलाई साह्रै खुसी लागेको छ भन्दै यति नै भन्न चाहन्छु। ठिक छ, धन्यवाद राजकुमार सरलाई। म फेरि एउटा गजल जोड्न चाहन्छु बसाइमा। गजल आजभन्दा 2-4 दिन अघि मात्र लेखेको गजल हो। फुर्सदको समयलाई सदुपयोग गरौँ कि भनेर लेखेको गजल हो। सुनेर साथ दिनुहुँदा। म चिन्तामा थिएँ जलेको थिएन। चिन्तामा थिएँ जलेको थिएन, खाली चुलोमा आगो बलेको थिएन। म चिन्तामा थिएँ जलेको थिएन, खाली चुलोमा आगो बलेको थिएन। छिमेकीले मेरो कुरा काटे जति, छिमेकीले मेरो कुरा काटे जति, त्यति साह्रो त म गलेको थिएन। म चिन्तामा थिएँ जलेको थिएन, खाली चुलोमा आगो बलेको थिएन।
प्रयास जारी थियो बारासँग जुझ्न, प्रयास जारी थियो बारासँग जुझ्न। थाहा थियो दिन मेरो चलेको थिएन। म चिन्तामा थिएँ, जलेको थिएन, खाली चुलोमा आगो बलेको थिएन। विश्वास थियो एक दिन सब ठिक हुन्छ, विश्वास थियो एक दिन सब ठिक हुन्छ, किनकि म लडेको थिएँ, ढलेको थिएन। म चिन्तामा थिएँ, जलेको थिएन, खाली चुलोमा आगो बलेको थिएन। धन्यवाद।